आज चाहिँ गाडीबाट हिँड्दा हिँड्दा थाकेर अनिदो भइसकेको छ र अहिले म मुड फ्रेस गर्नको लागि कुल्लु स्थित भलादी भन्ने गाउँको छेउछाउमा रहेको छु र यहाँ एकदम शान्त वातावरण रहेको छ। देख्न सक्नुहुन्छ चारैतिर शान्त बना छ। मुड फ्रेस गर्नको लागि हल्का वातावरणको छेउछाउमा रमाउँदै साइडमा देख्न सक्नुहुन्छ एक्लै कोही छैन, मस्तको गुड फिल आइरहेछ। हेर्न सक्नुहुन्छ अगाडि पारिको कहाँ मान्छे डाँडामा छन्। देखिसक्नु भयो होला एकदम हेर्न सक्नुहुन्छ कुल्लु मनाली कुल्लु स्थित भलादी भन्ने एउटा गाउँ रहेको छ। यो अहिले म अडेको छु खोलाको आसपास, चारैतिर खोला। क्या दामी सिन छ यार। कत्न पुग्यो त्यो मान्छे त्यहाँ गए ल है। अहिले चाहिँ म कुल्लु स्थित भलादी गाउँमा खोलाको किनारामा रहेको छु र पारि एकजना केबल कार जस्तै लगभग केबल कार जस्तै भनौँ समथिङ त्यस्तोमा अड्किसक्नु भएको छ र मद्दत गर्नको लागि कोही पनि नपुगेको कारण हामी दुई भाइ जान लागेको छौँ। हेर्न सक्नुहुन्छ मद्दत मागिरहेका छन् तिनले र अब हामी गएर केही हेल्प गर्छौँ भन्ने आशा हो। र हामी नजिकै आउँदैछौँ साथीहरू। तान्न चाहिँ सकिन्छ कि नै भन्न सकिन्न, त्यही ट्राई गर्दैछौँ। हाम्रो पनि फर्स्ट टाइममै हो, बिग्रिन सक्छ भन्न सकिन्न। एउटा मान्छे बिचमा अड्किएको कारण हामी मद्दत गर्ने प्रयास गर्नेछौँ। अब तपाईँलाई पनि देखाउनेछौँ कस्तो छ अवस्था। पारि मान्छे रहेको छ। आज ऊपर मत राखो। देखिसक्नु भयो होला एकदम